Hello dear students, I hope you all are doing well. आज चाहिँ हामी अब आइओई को म्याथ्स भन्ने सब्जेक्ट सँग रिलेटेड कोअर्डिनेट ज्योमेट्री च्याप्टरमा के कति मार्क्सको आउँछ, के कुराहरू आइओईले चाहिँ इन्क्लुडेड गरेको छ र म्याथ चाहिँ आइओई को लागि कतिको इम्पोर्टेन्ट छ भन्ने बारेमा थोरै डिस्कस गर्न खोजिरहेछौँ। र अब योबाट हामीले के पनि बुझ्न सकिन्छ भने कोअर्डिनेट ज्योमेट्री अब हाम्रो रेगुलर बेसिसमा हामीले चाहिँ रेगुलर बेसिसमा यो यहाँ च्याप्टरहरू लेखिरहेछौँ। यो रेगुलर बेसिसमा चाहिँ हामी डिस्कस गर्दै अगाडि बढ्छौँ भनेको इच एन्ड एभ्री च्याप्टरलाई चाहिँ हामीले डाइसेक्ट गर्ने कोसिस गर्छौँ है। इच एन्ड एभ्री च्याप्टरसँग रिलेटेड थ्योरीहरू, इच एन्ड एभ्री च्याप्टरसँग रिलेटेड न्युमेरिकल्सहरू सल्भ गर्ने हामी अगाडि अब डेली बेसिसमा चाहिँ हामीले हाम्रो के अरे प्र्याक्टिस हुन्छ, डेली बेसिसमा चाहिँ प्र्याक्टिस हुन्छ। त्यही भएर आज चाहिँ हामीले मैले बेसिकल्ली आज चाहिँ हामीले के कुरा गर्छौँ भने आइओई को म्याथ कति मार्क्सको आउँछ, आइओई को म्याथ कति मार्क्सको आउँछ भने तपाईँहरूलाई थाहा त छ होला कति मार्क्सको आउँछ भनेर। आइओई को म्याथ हाम्रो टोटल 50 मार्क्सको आउँछ। आइओई को म्याथ भनेको टोटल 50 मार्क्सको आउँछ। आइओईमा टोटल मार्क्स भनेको तिमीहरूको 140 मार्क्स हुन्छ, 140 मार्क्सको हुन्छ। आइओईमा टोटल भनेको 140 मार्क्स हुन्छ र आइओई को म्याथमा चाहिँ म्याथ मात्रैको कुरा गर्ने हो भने 50 मार्क्सको म्याथ आउँछ हो, 50 मार्क्सको म्याथ आउँछ। त्यसो भए म्याथ भनेको चाहिँ वान अफ द मोस्ट भनेको सबैभन्दा बढी चाहिँ मार्क्स क्यारी गर्ने सब्जेक्ट हो आइओई को लागि है। आइओई को लागि सबैभन्दा बढी मार्क्स क्यारी गर्ने सब्जेक्ट भनेकै म्याथ हो। अब त्योसँग रिलेटेड अर्को हाम्रो एउटा नयाँ युनिट छ, त्योसँग म्याथसँग रिलेटेड एउटा युनिट छ कोअर्डिनेट ज्योमेट्री। कोअर्डिनेट ज्योमेट्रीमा पनि कोअर्डिनेट ज्योमेट्रीबाट पनि एक्ज्याक्टली त कति आउँछ भनेर त हामीले भन्न सक्दैनौँ, किनकि त्यो आइओईले क्वेसन काट्दाखेरि तलमाथि 1-2 मार्क्स 2-4 मार्क्स तलमाथि होला। तर टेन्टेटिभली कुरा गर्दाखेरि चाहिँ हाम्रो 10 to 15 मार्क्स चाहिँ 10 to 15 मार्क्स चाहिँ हाम्रो कोअर्डिनेट ज्योमेट्रीले मार्क्स क्यारी गर्छ भन्ने कुरा टेन्टेटिभली हामीले त्यसरी बुझेर छौँ है। यसमा अब कोअर्डिनेट ज्योमेट्री भित्र चाहिँ हाम्रो च्याप्टर 1 मा चाहिँ स्ट्रेट लाइन र पियर अफ लाइन्सको बारेमा डिस्कस हुन्छ। स्ट्रेट लाइन र पियर अफ लाइन्सको बारेमा कुरा हुन्छ। अब स्ट्रेट लाइनमा हामीले के कुरा गर्छौँ भने दुईटा पोइन्ट्सहरू मैले थोरै डिस्कस गर्न खोजेको, दुईटा पोइन्ट्सहरू दियो भने दुईटा पोइन्ट फिट्सको दुईटा पोइन्ट्सहरूको कोअर्डिनेट दियो, कोअर्डिनेटहरूको बिचमा डिस्टेन्स निकाल भन्यो भनेपछि त्यो डिस्टेन्स कसरी निकाल्ने, मिड सेक्सन फर्मुलाहरू कसरी एप्लाई गर्ने भन्ने कुराहरूको बारेमा हामी स्ट्रेट लाइन पियर अफ लाइन्समा कुरा गर्छौँ है त। अनि त्यसपछि च्याप्टर 2 मा चाहिँ सर्कल र सर्कलको डिफ्रेन्ट इक्वेसन्स इन डिफ्रेन्ट फर्म्स है, सर्कलको डिफ्रेन्ट फर्मको इक्वेसनहरू र टेन्जेन्ट र नर्मलको बारेमा पनि कुरा गर्छौँ है त। अनि च्याप्टर 3 मा चाहिँ कोनिक सेक्सन, यो सबैभन्दा लार्ज सेक्सन हो, के अरे लार्ज च्याप्टर हो यो कोनिक सेक्सन भन्ने लार्ज च्याप्टर हो। यसमा चाहिँ हामीले प्याराबोला, हाइपरबोला र इलिप्स यिनीहरूको इच एन्ड इन्डिभिजुअललाई हामीले स्ट्यान्डर्ड इक्वेसन सहित यिनीहरूको न्युमेरिकल सल्भ गर्ने कोसिस गर्नेछौँ। अनि च्याप्टर 4 भनेको चाहिँ कोअर्डिनेट इन स्पेस प्लेन एन्ड इट्स इक्वेसन भनेको छ। यो च्याप्टर 1, 2 र 3 भनेको यिनीहरू जेनरली 2 डाइमेन्सनलको कुरा गर्छन्, 2D को कुरा गर्छन्। 2D भनेको एक्स एक्सिस र वाइ एक्सिसको कुरा गर्छ भने यहाँ च्याप्टर 4 मा चाहिँ कोअर्डिनेट इन स्पेस भनेको 3 डाइमेन्सनल भनेको एक्स वाइ र जेड डिरेक्सनको कुरा गर्ने हो। एक्स वाइ र जी डिरेक्सनको कुरा गर्दाखेरि अब त्यसमा चाहिँ कोअर्डिनेट कुनै एउटा पोइन्टको कोअर्डिनेट भनेको एक्स वाइ जी तीनटै आउने भयो हो। त्यो त्यसको बारेमा पनि थोरै इन्ट्रोडक्सन र त्योसँग थोरै रिलेटेड इक्वेसन सहित न्युमेरिकलहरूको बारेमा डिस्कस गर्छौँ। र तपाईँहरूले अब के गर्नु पर्यो भने डेली बेसिसमा जुन हाम्रो यो अब कोअर्डिनेट ज्योमेट्रीसँग रिलेटेड जुन हाम्रो क्लासेसहरू हुन्छ यो क्लासेसहरू तपाईँहरूले जोइन गर्नु पर्यो। जोइन गरेर हामीले सबै न्युमेरिकलहरू सल्भ गर्दै अथवा योसँग रिलेटेड क्वेसन्सहरू बनाउँदै अनि आइओईमा आएको क्वेसन्सहरूलाई ट्रिट गर्दै अगाडि बढ्छौँ। र आई होप तपाईँहरूले बुझ्नुहुनेछ भन्ने कुरा राख्छु। थ्याङ्क यू, धन्यवाद।